हेलो एभ्रिवान, नमस्ते सेवारो यारिकी नुगेन सबैजनालाई लिम्बू नि हो, दुई शब्द त लिम्बू कुरा नि मिसाउनै पर्यो होइन। तपाईँहरू कस्तो हुनुहुन्छ? आराम कुशल हुनुहुन्छ होला? सबैजनालाई मेरो फेरि अर्को नयाँ ब्लगमा स्वागत गरेँ है त। अनि ल आज पनि चट्ट परेर चाहिँ म कहाँ हिँडेँ भन्नुहुन्छ भने साथीहरू, आज चाहिँ अब कन्सर्ट होइन, बिएसके इन्टरटेनमेन्ट फेस्टिभल आज छ। त्यही भएर म चाहिँ त्यहाँ जाँदैछु। यस्तो अलिकति सेक्सी भएर पनि जाँदैछु होइन। अनि बाहिर चाहिँ एकदमै घाम पनि छ। हुनु त अब आज मैले यस्तो लुगा लाएर गएको छु, सायद अब घामले पुरा डढ्ने होला। ठिकै छ, समरको टाइममा हो होइन, अलिअलि डढे पनि प्रब्लम छैन होइन। भिटामिन डी खानु पऱ्यो कि परेन साथीहरू? खानु पऱ्यो नि होइन। कति भिटामिन डी अब क्याप्सुलहरू खानुपर्छ होइन। त्यही भएर चाहिँ ल साथीहरू, आज चाहिँ अब हामी बिएसके फेस्टिभल है, अनि म र मेरो साथी स्मी गुरुङ हामी दुईजना जाँदैछौँ। अनि अरू साथीहरू सबै उता नै भेट हुनेछ होइन। यहाँबाट चाहिँ हामी दुईजना मात्रै जाँदैछौँ। आज रमाइलो हुन्छ, जस धमाका मचाउनेवाला छौँ हामी। चट्टा राम्री पनि भएको छ जस्तो लागेको छ आफूलाई है। अनि ल है साथीहरू, आजको भरसक चाहिँ अब म तपाईँहरूलाई त्यहाँको के कस्तो होइन चाहिँ म तपाईँहरूलाई क्याप्चर गरेर चाहिँ देखाउने कोसिस गर्छु है। त्यहाँको भिडियोहरू, त्यहाँको सिचुएसनहरू होइन। तपाईँहरूले चाहिँ तर के गर्ने हौ, एउटा कुरा साथीहरू, यस्तो दुःख गरेर भिडियो बनाउँछु, तपाईँहरूले हेरि नै दिनुहुन्न, डिमोटिभेट हुन्छ। के गर्ने साथीहरू, प्लिज फुल वाच गरेर चाहिँ साथ सपोर्ट गर्नु होला है त। अनि कोही मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब पनि गर्नु होला, माया पनि गर्नु होला भन्दै सी यु देयर, लभ यु है त। स्टे ट्युन। ल है साथीहरू, हामी त सरर बाटोमा जाँदैछौँ। यता पनि हामी दुईजना सरर हिरोनी भएर मेरो साथीले ड्राइभिङ गर्दैछ। बोल्नु अब अलिक नबोल्नु होला होइन। ल है, के छ, तपाईँहरू पनि आउनुहोस् है, रमाइलो गर्नुपर्छ, नाच्नुपर्छ। दामी घाम चाहिँ लागेको छ। भिडियो अपलोड गरेर यो भिडियो हेरेर आउँदैछ मात्रै साउन्डमा त चढ्दैन कोही। नआउनुहोस् होइन। ल ए हो त नि है, आज पो आउनुहोस् त। यो भिडियो अपलोड गरिन्जेलसम्ममा त के हो के। ल नआउनुहोस् है, हामी अहिले त जाँदैछौँ। ल स्यामु, थ्याङ्क यू। सबै मलाई यसले ड्राइभ गरेर मलाई लगेर जान्छ नि। म मजाले ड्रिङ्क खानु पाउँछु, इन्जोय गर्नु पाउँछु, मेरो चुलबुलेपनहरू निकाल्नु पाउँछु। थ्याङ्क यू मायालु। वेलकम छ। ल फाइनली साथीहरू, हामी त आइपुग्यौँ है, बल्ल है। बिचमा अलिअलि हराइयो पनि, तर हराए पनि हामीले चाहिँ हिम्मत चाहिँ हारेनौँ है। दुईजना चाहिँ लडी गर्दा नि यहाँ आइपुगेको छौँ स्यामु होइन। ल थ्याङ्क यू। बिचरा म यहाँ सेकेन्ड सिटमा बस्नु गर्दा प्रब्लम छैन, ऊ ड्राइभिङ गर्नेलाई चाहिँ। ल साथीहरू, आज के कस्तो हुन्छ? राम्रै हुन्छ जस्तो छ। ल यहाँ यस्तो छ, अगाडि बहिनीले बाटो देखाउँदैछिन्, यता यस्तो छ। तर आज त घाम त ओके, नो प्रब्लम। ल दाजुभाइहरू त यहाँ त टनाटन हुनुहुन्छ जस्तो छ। गाडी पनि प्याक भइसक्यो जस्तो छ। ल है, के हो, कता भनेको छ? अब हामी चाहिँ कार पार्क गर्नलाई चाहिँ हामी चाहिँ यहाँनिर यसको सिधामा रहेछ न। त्यही हामीले त सोल्टी राजा त निकै ह्यान्डसम हुनुहुन्छ त हौ त्यो त। अनि छाता ल्याएको छस् नि तैँले? छैन ऊ त्यहाँबाट कहाँ देखेको थियो तपाईँले छाता? ए हो। ल है, ल अलि माथि जा। ल फाइनल्ली हाम्रो अब ल थ्याङ्क यू भेरी मच। थ्याङ्क यू। ल कस्तो भयो त? राम्रो भयो। अब एकछिन रेस्ट गरौँ केटी होइन। अनि एकछिन रेस्ट गरौँ, पानी सानी खाउँ। अनि ऊ चाहिँ माथि रहेछ है, स्टेज चाहिँ निकै माथि रहेछ। हामी चाहिँ निकै ढिलै आएछौँ हो, अघि टन्न आइसकेछ नि त मान्छेहरू। 2 बजीभन्दा अगाडि धेरै आयो जस्तो छ क्या। आजको यहाँनिर फ्री पार्क अनि फ्री भाउचर अनि समथिङ के थियो, त्यसको लागि भनेर चाहिँ अगाडि आउनु भएछ। हामी चाहिँ अगाडि आउनु चाहिँ खोजेकै हो, तर 15 पाउन्ड नो प्रब्लम। तर हामी टिकट 15 पाउन्ड तिर्यौँ, ठिकै छ, नो प्रब्लम है। अब ल हामी इन्जोय गर्ने नि त। ल साथीहरू,
यस्तो न उस अचम्म नपर्नु होला क्या माथि छाता उडेछ घाम भएर तल चाहिँ बुट लगाएछ भनेर यो चाहिँ अहिलेको फेसन है के हो रे त्यो छाता उता हटाएन त्यसले पुरा अँधेरो देखेको तेरो अनुहार ल बुट लगाएर ठिक छ ल ल के समाउने के नसमाउने छाता पनि समाउनु पर्यो यहीँ छाता गर्मी छ ल यो चाहिँ इन्ट्रान्स बिकेएस फेस्टिभल वेलकम बिकेएस फेस्टिभल भनिरहेछ ल यहाँदेखि हामी जाँदैछौँ है साथीहरू अब टिकटिङ चाहिँ उता भित्र जस्तो छ यहाँ चाहिँ अब अहिले फोटो खिचौँ भने फोटो राम्रो आउँदैन त्यही भएर एकछिनमा भरे खिच्नु पर्ला ल यस्तो छ है अब हेरौँ भित्र के हो ल आइज ल अब चाहिँ हामी चाहिँ इन्ट्रान्सबाट नि क्रस भएर यहाँ चाहिँ टिकट चेक गर्ने ठाउँ जस्तो छ हेरौँ हाम्रो चाहिँ अब टिकट पनि इमेल टिकट मात्रै छ यसले पनि हुन्छ होला जस उहाँले हुन्छ भन्नुभएको छ त्यही भएर हो जतै स्क्यान गरे नि हुन्छ ए हामीले टिकट यहीँ देखाउनु पर्ने हो कि टिकट हो ल पक्नुहोस् ल हामी ल ल ल भाइ रिस्पेन्ड पनि लगाइदिनु नि त अब खै त ल कसरी थाहा भयो स्टारबक्स फ्री भनेर ओ हाउ कसरी थाहा भयो कसरी थाहा भयो स्टारबक्स भनेर केयर गर्ने आउँदैन के हो भाइ कसरी थाहा भयो हजुरलाई हामी स्टारबक्समा गर्छौँ भनेर क्याम्पको हो ओएमजी ल फाइनली साथीहरू हामी चाहिँ टिकटिङहरू गरिसकेर पनि हामी भित्र छिरिसक्यौँ ल ल ल यता है अब खासै त्यति धेरै मान्छेहरू आइसक्नु भएको छैन जस्तो छ अहिले तर धेरै चाहिँ आउनु भएको छ एकदमै ठुलो ठाउँ भएर होला ल यहाँ हामीले चाहिँ यो खेल्दा पनि हुने रहेछ तर यो फ्री हो कि पैसामा हो त्यो चाहिँ थाहा भएन यतातिर यस्तो रहेछ ल हेलो नमस्ते सबैजनालाई चिन्नुभयो कि चिन्नु भएन चिन्नु भएन उसको साथी म ए हो पुरा चिन्नु भयो कि चिन्नु भएन भनेर सोधेको के वा कति राम्रो राम्रो रहेछ यो इयरिङहरू ल यतातिर चाहिँ खानाहरू पनि पाउने रहेछ सफ्ट ड्रिङ्कहरूदेखि लिएर सेकुवा चटपटीहरू पनि सबै पाउने रहेछ यता यता ल यताको आजको स्टेज चाहिँ यता छ तर प्रोग्राम अहिले सुरु भइसकेको रहेन रहेछ ड्रिङ्क खानु पर्ला है के सफ्ट ड्रिङ्क के खाउँ सफ्ट नै खाऊँ अहिले समथिङ उता जाऊँ त के छ त्यहाँ हेरौँ न ल ल ल ओके ओके ल केही खाऊँ न भरे अब होइन भरेसम्म भोक लाग्छ नि त ल साथीहरू अब अहिले चाहिँ हामी केही खाना खाउने भनेर हामी हेर्दैछौँ है यहाँ के खान्छौँ अब अहिले हो ल मोमो अर्डर भइसक्यो है हामी यहाँ यो मोमो लिनको लागि क्युमा बसेको हो यस्तो हट अवतारमा ल है साथीहरू आयो छाता पनि ओढेको मोमो पनि बोकेको यहाँ मेरो साथीलाई ठाउँ रुँगेर बस है भनेर भनेको छु कि यहाँ हेर न श्यामु यहाँ म कति अप्ठ्यारो गरेर तँलाई म यहाँनिर खुवाउनेलाई कोसिस गर्दैछ ल हेर ल लि त यहाँ ठाउँ नपाएर यसलाई अघि नै यहाँ आएर ठाउँमा रुख भनेर चाहिँ बसेको ल है खाने त्यो चटनी मैले पिरो ल्याइन ल ल ल ल हामी त फाइनल्ली यहाँ भाइ सन्दिरासँग भेट भएर खाना नै खाँदैछौँ बियर पनि खाँदैछौँ सन्दिरा ल चाहिँ
चेस है ल चेस है मलाई ल फाइनली साथीहरू अहिले चाहिँ मान्छे नै टन्न आइपुगिसक्नु भएको छ तर स्टिल प्रोग्राम चाहिँ सुरु भएको छैन खै किन कोनी हो अझै धेरै मान्छे वेट गर्नु भएको जस्तो छ एनिवे अब चाहिँ हुन लागेको छ अब खाजासाजा खाएर ड्रिङ्कसिङ खाएर हामी चाहिँ त्यहाँ नाच्नु जानेवाला छौँ भिआइपी पास छ हामीसँग लेडिजहरू अहिले नै थाकेको हो आमा केटीहरू नाच नाच यस श्याम तपाईँ नाच्न ल सबैजना यहाँ ड्रिङ्क खानुमा व्यस्त सबैजना क्युमा ड्रिङ्कको लागि ल यस्तो छ साथीहरू यता यता केटीहरू के गर्दैछन् मैले चाहिँ अलरेडी के छ हेलो हजुर नमस्ते सेवारो नमस्ते थ्याङ्क यू फर टिकट ती शब्द भन्नु न मेरो ब्लगको लागि है Thank you so much. एकदम खुसी लागेको छ यति धेरै Every year हाम्रो DSK festival चाहिँ होइन हाम्रो भेन्यु चाहिँ ल ल ल ल थ्याङ्क यू ल है ल सेवारो है ल मस्ती गर्नु ल हुन्छ ल थ्याङ्क यू Thank you so much. भनिन्छ पर्खाइको फल मिठो हुन्छ भनेर यति बेलासम्म पुरिदिनु भयो तपाईँहरू सबैजनालाई थ्याङ्क यू सो मच हाम्रो स्पोन्सर्स हाम्रो कन्टेन्ट क्रिएटर्स हाम्रो सपोर्टर्स बेसिकली त तपाईँहरू हाम्रो अडियन्सको लागि थ्याङ्क यू सो मच र पक्कै पनि आज हाम्रो बिएसके फेस्टिभल स्वरूपा थापा मगर तपाईँको साथमा आइसकेको छु र म तपाईँहरूको ल अब हामी चाहिँ भिआइपी हो त्यही भएर हामी यताबाट चाहिँ स्टेजको अगाडि जाँदैछौँ है साथीहरू एकचोटि अडियन्सको एनर्जी पनि मलाई एकदमै फिल गर्नु मनपर्छ सोच्थेँ ल फाइनल्ली हामी स्टेजको छेउमा आइपुग्यौँ है देशलाई माया गर्नु भनेको इट्स नट जस्ट अबाउट वेभिङ अ फ्ल्याग इट्स अल्सो अबाउट प्रिजर्भिङ अ साउन्ड त्यसैले यस्तो छ यता। लभ ब्यान्डलाई हामी स्टेजमा बोलाउँदैछौँ दे आर हियर फ्रम द उमा सागरको हामी वेटिङमा छौँ ल सबैजना के गर्दैछस् वेटिङमा हो हामी सबै वेटिङमा है ल यता यस्तो छ अम्बानी त होइन
सो अनि कार्यक्रम सुरु अम्बानी त होइन होला त हो अम्बानी भन्दा त्यही त अम्बानी भन्दा धनी यता छ नि त भाइ सरी ल रूपमाले चाहिँ उहाँले जुन तपाईँहरू यसको साथ है यहीबाट मेरो स्कुल फ्रेन्ड साथीहरू अनि मेरो यताउता दायाँ बायाँको साथीहरूलाई यतैबाट हेलो है हेर्नु पाउनु है एउटा भजन सुनाउन चाहन्छु मस्त व्यस्त नाच्नुमा धमाधम हामी चाहिँ बियर धेरै खाएर यो दिएर आएको यहाँ सुन श्यामु श्यामु माई डियर डार्लिङलाई सफ्ट ड्रिङ्क किनिदिउँ भनेको त पोसिबल भएन के किन भन्न ल हेर त्यहाँनिर लु सफ्ट ड्रिङ्कको क्यु यहाँदेखि चाहिँ हेर्नुहोस् है यहाँदेखिको क्यु सफ्ट ड्रिङ्क कहाँ छ पर छ सफ्ट ड्रिङ्क बार भनेर चाहिँ यहाँ छ होइन तर क्यु चाहिँ यहाँदेखि छ त्योभन्दा बेटर नखाउँ होला बरु है एकछिन अब म अलिक कम भएपछि खानु पर्यो अहिले चाहिँ ब्रेक टाइम जस्तो छ यहाँ सबैजना चहल पहल यताउता दायाँ बायाँ हिँड्ने ओर्ने
त्यहाँ पिन खेल्ने प्रोग्राम पनि भइरहेको छ कोही बसेर खाने कोही घुम्ने कोही के गर्ने के भन्छौ के तँलाई लागेको हो तँलाई लाग्यो म माग्छु बरु के भन्छ यो लाग्यो साथीहरू अब म ड्राइभर भएको छु तेरो बिन्दा छ क्या लागेर that's all yeah. Oh yeah, that's all. नमस्ते काजी सन्चै छु ल यहाँ श्यामुले उसको गाउँले भाइ भेटेछ गफ दिँदैछ यहाँनिर है हामी इन्स्टाग्राममा फलो छ नि त छ नि होइन तपाईँ बेजिङ स्टोक बस्नुहुन्छ कहाँ हो बेजिङ स्टोक हो नि तपाईँ हामी छ क्या इन्स्टाग्राममा ल उता चाहिँ प्रोग्राम भइरहेको छ तर यहाँ मान्छेले चाहिँ जति ड्रिङ्क खाएर पनि नपुग्ने ल हेर्नुहोस् है यतातिर ड्रिङ्कको लागि क्यु यता पनि क्यु इभन म पनि क्युमै बसिरहेको छु है ड्रिङ्कको लागि 3-4 वटा त अघि भइसक्यो यहाँ पनि चाहिँ स्टिल पुगेको छैन कि ड्रिङ्कले ल है साथीहरू यस्तै छ के गर्ने होइन अब यहाँ अहिलेदेखि होइन यहाँ क्युमा बसेको पालै आउँदैन यो दुईटा केटीले के चाहिँ अर्डर गरेछन् भनेको के मैले ल के नै अर्डर गर्यो होला भनेको त ल यहाँ यस्तो छ है यो ड्रिङ्क अर्डर गर्ने अहिले होइन क्यु बसेको पालै आउँदैन त ल भाइ पनि ढिलो छ जस्तो छ यो भाइ पनि अघि अलरेडी अरू खाइसक्यो अब सोजीको पालो त्यही भएर पक्नुहोस् है थ्याङ्क यू तपाईँहरू के ड्रिङ्क अर्डर गर्दै हुन्छ तपाईँहरूलाई सोजु मन पर्दैन हो ल मेरो भ्लगमा क्याप्चर ल दुईजनालाई हेलो हेलो नाइस टु मिट यु है ल ल फाइनली मेरो ड्रिङ्क रेडी भइसकेको छ ल है साथीहरू हेर्दा हेर्दा रात पनि परिसक्यो यस्तो छ यहाँको ल सजन रात वैद आउँदै हुनुहुन्छ अब चाहिँ चाहिने क्रेममा यता हेर के हुँदैछ ल हेर मै कतिखेर आउने हो ल So thank you so much for being here. Let's have a decent evening for everyone.
भनेपछि त हो साथी हराएर खोजेको अवस्था है यहाँ यस्तो प्याक छ कहाँ खोज्ने होला सिद्धिएको अवस्था है साथीहरू ल दामी ब्युटिफुल वाउ ल अब फेरि नेक्स्ट भ्लगमा भेटौँ है साथीहरू ल थ्याङ्क यू फर वाचिङ माई भिडियो वाउ आजको दिन यस्तै रह्यो हामी हल्का फुल्का टिप्सीमा पनि छौँ होइन ल I got the last bit together.
Thank you, BSK Festival. I really enjoyed. Thank you so much. See you next year. Wow, है ल साथीहरू आजको मेरो भिडियो यस्तै रह्यो तपाईहरुलाई कस्तो लाग्यो है कमेन्ट गर्नु होला सी यू नेक्स्ट ब्लग अब म के भिडियो लिएर आउँछु है अब त्यसको त्यतिन्जेलसम्मको लागि तपाईहरु राम्रोसँग बस्नु होला थ्यांक यू सो मच लभ यु बाइ बाइ ल रात 11 बजेको छ है साथीहरु ल बाइ पानीको पालो है अब चाहिँ